आफू निभेर पनि अरूलाई बाल्ने मान्छे त्यो, आफू मरेर पनि अरूलाई बचाउने मान्छे त्यो, आफू अँध्यारोमा बसेर पनि अरूलाई उज्यालोमा धकेल्ने मान्छे त्यो। तर उसको न जीवनको ग्यारेन्टी छ न त कुनै भविष्य छ त केवल आफूले अरूलाई सफलता दिलाएको गर्वको दियो। जीवन जिउन सिकाउने मान्छे त्यो, जीवनमा मार्गदर्शन गर्ने मान्छे त्यो, सधैँ आफ्ना चेलाको प्रगति चाहने मान्छे त्यो, सधैँ अरूको प्रगति देख्न चाहदै आफ्नो प्रगति भुलेको मान्छे त्यो, सधैँ सत्यको बाटो हिँड्ने मान्छे त्यो। तर न त उसको कुनै सुनिश्चित भविष्य न त उसको सोखिन जीवन छ त केवल सकारात्मक कुराले भरिएको मन र ज्ञानको भण्डार। सबैलाई जित्ने बनाएर आफू हारेको मान्छे त्यो, अरूलाई संसार देखाएर आफू लुकेको मान्छे त्यो, दक्ष जनशक्ति जन्माएर आफू अदक्ष जस्तो भएको मान्छे त्यो, आफू संसार जित्न खोज्दा अरूको जित हेर्दा हेर्दै आफ्नो जित खोएको मान्छे त्यो। न त उसको भुलै मूल्य छ न त कुनै जित छ त केवल अरूलाई जित्ने बनाएको मन। दिनभरि बाल बच्चा सित खेल्दा खेल्दै आफ्नो परिवार भुलेको मान्छे त्यो, अरूलाई टुप्पोमा पुर्याएर आफू फेदमै बसेर टुप्पोमा पुग्न चाहने मान्छेलाई माथितिर धकेल्ने मान्छे त्यो, देशको नेतृत्व र कुशल प्रशासक जन्माएको मान्छे थियो, आफू एउटै ठाउँमा भुलेर संसार संगति स्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने मान्छे त्यो। न त उसको चेलाको अगाडि कुनै मान्छ न त उजुत्ति के भन्छ।
छ त केवल सकारात्मक ऊर्जाले भरिको मन र त्यो जनशक्ति उत्पादन गर्न सक्ने क्षमता। आफ्नो अमूल्य जिन्दगी सुम्पिएर शिक्षाविद जन्माउने मान्छे त्यो आफूले नै डोर्याएर उच्च ठाउँमा पुर्याएपछि तिनै चेलाबाट अपमानी भएको मान्छे त्यो। तिनै कानुन बनाउने मान्छे जन्माएर उनीहरूकी अनुकूल बनाएको कानुन तो कानुन बना गरी आफैले हारेर बसेको मान्छे त्यो। न त उसको कुनै निर्णय स्वीकार हुन्छ, न त कानुन बनाउन हार्छ। छ त केवल तिनै चेलाले गरेको जस्तो सुकै निर्णय लाई सकारात्मक रूपले स्वीकारेर ग्रहण गर्ने हरेसियत।